नमस्कार, म देवेन्द्र खरेल। आदरणीय बुवा आमा दाजुभाइ तथा दिदीबहिनीहरू, यति बेला नेपालमा बाढी पहिरो र वर्षाले गर्दा धेरै ठाउँहरू पहिरो मचिएको छ। कतिपय गाउँ बगर बनेका छन्, बाटोघाटो भत्किएका छन्, अनि कतै घरबार विहीन मानिसहरू खुल्ला आकाश मुनि बसिरहेका छन्। यस्तो बेला डर होइन, सहकार्य चाहिन्छ। जो जहाँ छौँ सकेको सहयोग गरौँ। कसैले एउटा कम्मल दिन सक्छ, कसैले रोटी, कसैले केवल माया र हौसला। सरकारले सुरक्षा कर्मीहरूले उद्धारको काममा गरिरहेका होलान्, तर हामी सबै मिलेर मात्र पीडितको हात समाउन सक्छौं। प्राकृतिक प्रकोप रोक्न सकिँदैन होला, तर मानवीयता फैलाउन हामी सबै सक्षम छौं। त्यसैले सधैँ सुरक्षित रहौं, सतर्क रहौं र नेपालीपनको भावना जीवित राखौं। यही भन्न चाहन्छु। र आपतकालीन घडी संकटमा सबैले 100 मा फोन गरी सम्पर्क गर्न हुन पनि म विनम्र अनुरोध गर्दछु। हवस् त, धन्यवाद। यति बेला साँच्चै गम्भीर बनेको छौं हामी, है त। धन्यवाद।